नमस्कार, म हिमलाल सापकोटा र आज मैले हजुरलाई यो अमृसो सम्बन्धी केही जानकारी गराउँदैछु। र यो अमृसो एउटा कस्तो खालको घाँस हो भने यो 12 महिना हरियो रहिरहने खालको घाँस हो। जति बेला हामीलाई हरियो घाँसको अभाव हुन्छ त्यति बेला मात्रै प्रयोग गर्न सकिन्छ यो। अब जति बेला नि प्रयोग गर्न सकिन्छ सक्नलाई, तर यसलाई हामीले चाहिँ वर्षमा 2 पटकसम्म चाहिँ हामीले काटेर प्रयोग गर्छौँ हामीले। र एकचोटि एकदमै निखरो भएको बेलामा हामीले जेठको महिनामा यसलाई चाहिँ घाँस काटेर यसलाई चाहिँ हामीले पशुवस्तुहरूलाई खुवाउँछौँ। र पछाडि हजुरको फागुन चैतमा अरू घाँसका बुटाहरू चाहिँ पातहरू झर्ने बेलामा यो हरिइरहन्छ र त्यति बेला चाहिँ हामीले अब घाँसको अभाव हुँदाखेरि र यसलाई चाहिँ हामीले प्रयोग गर्ने गरेका छौँ। र यसलाई फेरि त्यो मात्रै होइन, यसलाई जुनसुकै समयमा पनि जहिले पनि यसलाई काटेर प्रयोग गर्न सकिन्छ। र त्यो हजुरको ठ्याक्क फागुन चैतमा चाहिँ काट्दाखेरि के हुन्छ भन्दा यसको चाहिँ यो माथिको यो कुचोको रूपमा चाहिँ प्रयोग गर्न चाहिँ ठ्याक्क चाहिँ अब यो रेडी कुचोको रूपमा त्यति बेला रेडी हुन्छ। र तलको यो चाहिँ हजुरको यो यस्तो डाँठला चाहिँ फेरि हजुरको एकदमै बलियो हुन्छ र यो मुढा बनाउनको लागि चाहिँ यो प्रयोग गर्न सकिन्छ यो डाँठला चाहिँ। र यसरी हामीले चाहिँ यो अमृसो चाहिँ हामीले राम्रोसँग चाहिँ 5-7 रोपनी जग्गामा चाहिँ हामीले अमृसो लगाइयो भने त्यति धेरै मेहनत पनि गर्नु पर्दैन यसलाई। र यसबाट धेरै फाइदाहरू चाहिँ छ यसको। र हाम्रा यी खेरा गएका जग्गाहरूमा हामीले यसरी चाहिँ घाँसको व्यवस्थापन गरियो भने हामीलाई चाहिँ यो पशु पाल्नलाई कुनै त्यस्तो खालको अप्ठ्यारो हुँदैन। र यसलाई फेरि हामीले सार्न पनि एकदमै सजिलो छ। बर्खाको बेलामा ठ्याक्क चाहिँ खनेर हजुरको यसको यो तलको चाहिँ एउटा यो जरासित निकालेर चाहिँ हामीले सार्ने हो। यसलाई जरासित निकालेर चाहिँ हामीले त्यसरी चाहिँ सारियो भने र हामीलाई यसलाई कुनै पनि सिँचाइको आवश्यकता नि पर्दैन। हामीले सिँचाइ नभएको ठाउँमा पनि यो अमृसो चाहिँ यसरी लगाएर छोडिदिएपछि यो आफै उत्पादन दिन्छ यसले। र यसलाई खासै स्याहार सुसार गोड मेल यताउता खासै त्यस्तो खालको पनि त्यति धेरै केही गर्नु पर्दैन। कहिलेकाहीँ अब मलहरू चाहिँ अलि उ भयो भने मलहरू घर भएका मलहरू ल्याएर चाहिँ यसलाई चाहिँ राख्न सकियो। र यसरी हामीले चाहिँ अमृसो खेतीलाई हामीले एकदमै जोड दियो भने हाम्रा यसबाट चाहिँ 2-3टा फाइदाहरू छन्। र यसरी चाहिँ हामीले यसरी अमृसो खेतीको चाहिँ प्रवर्धन गरियो भने जस्तो सुकै ठाउँमा नि हुन्छ। फेरि यो चाहिँ चिसोमा नि हुन्छ र सुक्खामा पनि हुन्छ र हजुरको जुन रिप पाखामा नि हुन्छ पार पाखा नि हुन्छ। त्यसरी चाहिँ हामीले यो अमृसोको खेती गर्न सकिन्छ। ल हाम्रा यी पाखा पोखराहरू त्यत्तिकै बाँझै छन्। अब धेरै ठाउँमा चाहिँ हामीले अब बाँझो छ गर्ने जनजन चाहिँ मान्छेहरू छैनौँ भने अब यसरी हामीले अमृसो लगाएर छोडियो भने यसलाई अन्तिममा आएर हामीले यही कुचोको लागि मात्रै यसलाई चाहिँ थुतेर लगेर अरू घाँसको लागि पनि व्यवस्थापन गर्न सकियो। र जुनसुकै अब हजुरको घर वरिपरि त्यस्तो खालको जोखिम छ भने पनि र भुस्याए हुने ठाउँ छ भने पहिरो जाने ठाउँ छ भने पनि यो अमृसोले एकदमै त्यो चाहिँ जग्गालाई चाहिँ एकदमै बलियो बनाएर राख्छ र पहिरो जानबाट भुस्याए जानबाट चाहिँ यसले चाहिँ रोक्छ। हस्त, धन्यवाद।